होइन, म त यो देश बनाउन आएको मान्छे। हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के? म जति हिम्मतिलो कोही पनि छैन त्यसको कुरा बुझ्नुहोस्। तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ। ठिक छ, लाग्छ भने मलाई लाग्छ, म त्यो उसमा निस्केँ। सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा, त्यतिखेर सबै मान्छे घरमा लुकिरहेको बेलामा यो देशलाई बचाउनका लागि द्वन्द्वनिष्ठ बलिरहेको आगोमा हाम फाले। मैले हाम फाल्ने निर्णय गरेँ। 500 किलोमिटर टाढा बलियो हामी, होइन? यो देशको